के तपाईलाई पेन्सन, बीमा तथा अन्य सामाजिक सुरक्षा सुविधा स्थायी प्रकृतिको जागिर भएका वा औपचारिक क्षेत्रमा काम गर्नेका लागि मात्र हो जस्तो लाग्छ? सामाजिक सुरक्षामा पहुँच सबै श्रमिकहरूको मौलिक हक हो। त्यसैले सामाजिक सुरक्षा योजनाले औपचारिक, अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेका सबै श्रमिकहरूलाई समेट्छ। नेपालको संविधानको धारा 34 अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा अनौपचारिक क्षेत्रमा काम गर्ने लगायत सबै श्रमिकहरूको मौलिक हक भएकोले यसलाई व्यवस्थित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 जारी गरिएको छ। यसको कार्यान्वयन औपचारिक क्षेत्रमा आर्थिक वर्ष 2076-77 बाट सुरु भएको हो भने 2080 वैशाख 1 गतेबाट अनौपचारिक क्षेत्र तथा स्वरोजगार व्यक्तिहरूलाई पनि समेटेको छ। आधारभूत आयको निरन्तरता र स्वास्थ्य सुविधाको सुनिश्चितताको निमित्त सामाजिक सुरक्षा कोषले औपचारिक तथा अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई समेट्छ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 ले सबै श्रमिकहरूका निमित्त सामाजिक सुरक्षाको 4 वटा योजनाहरूको व्यवस्था गरेको छ। 1. औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना। 2. दुर्घटना तथा अशक्तता सुरक्षा योजना। 3. आश्रित परिवार सुरक्षा योजना र 4. वृद्ध अवस्था सुरक्षा योजना। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरू उपचारको लागि अस्पताल भर्ना हुँदा अधिकतम रु 1 लाख र भर्ना बाहेक उपचारमा रु 25,000 सम्मको खर्च प्रदान गर्छ। योगदानकर्ता, उनका जीवनसाथी र 18 वर्ष मुनिका बच्चाका लागि चिकित्सक शुल्क, अस्पताल भर्ना, शल्यक्रिया, परीक्षण, उपचार तथा औषधि खर्च पनि बेहोर्छ। त्यस्तै गर्भवतीका लागि नियमित जाँच, प्रसुति, अस्पताल खर्च, प्रसुति पश्चात 6 हप्तासम्म हेरचाह र शिशुका लागि 3 महिनासम्म उपचार खर्च समेट्छ। साथै प्रत्येक नवजात शिशुको हेरचाहको लागि 1 महिनाको आधारभूत तलब बराबर रकम र महिला योगदानकर्तालाई 98 दिनको न्यूनतम आधारभूत तलबको 60% बराबर मातृत्व भत्ता प्रदान गर्छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजनाले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरू दुर्घटनामा परे अधिकतम 7 लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्छ। त्यस्तै दुर्घटनाका कारण स्थायी असक्षमता भएको अवस्थामा अपाङ्गताको प्रतिशतको आधारमा मासिक पेन्सन प्रदान गर्छ। दुर्घटनाको कारण कुनै पनि किसिमको काम गर्न नसक्ने भएमा आधारभूत तलबको 60% सम्मको पेन्सन प्रदान गर्छ। आश्रित परिवार सुरक्षा योजनाले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरूको मृत्यु भएमा उनीहरूको जीवनसाथी वा आमा बुवाले पेन्सन प्राप्त गर्न सक्नेछन्। यो पेन्सन अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको हकमा आधारभूत पारिश्रमिकको 40% तथा स्वरोजगारमा आबद्ध व्यक्तिहरूका हकमा औसत आम्दानीको 40% हुनेछ। साथै पेन्सन बाहेक अधिकतम 2 सन्तान अध्ययनरत भएमा 21 वर्षसम्म आधारभूत आम्दानीको 40% शैक्षिक छात्रवृत्ति पाउन सक्नेछन्। सो छात्रवृत्तिको कुल रकम सन्तानको संख्या अनुसार विभाजन गरिन्छ। वृद्ध अवस्था सुरक्षा योजनाले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूले गरेको कुल योगदान र त्यसबाट प्राप्त प्रतिफलको आधारमा 60 वर्ष पुगेपछि उनीहरूलाई पेन्सन प्रदान गर्छ। 60 वर्ष नपुग्दै योगदानकर्ताको मृत्यु भएमा कानुनी हकदारलाई योगदानकर्ताको कुल योगदान र प्रतिफल सहितको रकम एकमुष्ट प्रदान गर्छ। यदि पेन्सन पाउन सुरु गरेपछि योगदानकर्ताको मृत्यु भएमा वा तोकिएको शर्तहरू पूरा भएमा योगदानकर्ताको जीवनसाथीले योगदानकर्ताको पेन्सनको 50% मासिक रूपमा प्राप्त गर्न सक्छ। आफू र आफ्नो परिवारको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुनुहोस्।